दर्शक महानुभावहरु नमस्कार। यहाँ तपाईहरुलाई हार्दिक स्वागत छ। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईहरुमाझ दैनिक रूपमा उपस्थित हुने गर्दछौं। देश विदेशका विभिन्न सय महत्त्वपूर्ण समाचार अपडेट केही मिनेटमै प्रस्तुत गर्दैछौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईको मनमा लागेका प्रतिक्रिया सुन्न नभुल्नुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण छन् दर्शक महानुभाव, त्यसकारणले समय अवधिभर हामीसँगै रहनुहोला। आज पुस 28 गते सोमबार देशभरका विभिन्न समसामयिक राजनीतिक घटनाक्रम साथै नेपाली कांग्रेसको विशेष महाधिवेशनको किचलो संस्थापन पक्षले कसरी अब सम्हाल्ला आफूलाई आफै 64% भन्दा बढीले गरे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर, जसले गर्दा देउबालाई निकै ठूलो तनाव। चुनावको मुखमा देखिन थालेको नक्कली नोट कारोबारको जोखिमले देशैभरि खैला बैला। बहुमत पुर्याए गगन कुमार थापा र विश्वप्रकाश शर्माले बन्द सत्रले तय गर्नेछ कांग्रेसको भविष्य। रविसँगको एकता प्रयासले कुलमान घिसिङलाई घाटे घाटा अबको यात्रा कता चालन। आगामी निर्वाचनमा युवा र जेनजी पुस्तालाई उच्च प्राथमिकता दिन्छौं। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। राष्ट्रिय सभा सदस्यमा जसपा नेपालका उम्मेद्वार निष्क्रिय। राजनीतिक दलहरू बीचमा नवीन समझदारी आवश्यक छ। राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लेखदिल। बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिको सरकार बनाउँछौं, झलनाथ खनालको दाबी। जसपा लोसपा बीच पार्टी एकता संरक्षक ठाकुर अध्यक्ष उपेन्द्र यादव। नेपाली कांग्रेसको संस्थापन खेमामा खैला बैला रणनीति बनाउँदै भित्रभित्रै देउबा कांग्रेस विशेष महाधिवेशन 64% भन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता। सोमबार बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म बन्द सूचीबाट नाम फिर्ता लिन सकिने। नागरिक असन्तुष्ट केलाएर नयाँ संकल्पका साथ अगाडि बढ्ने महामन्त्री विश्वप्रकाश शर्माको भनाई। कांग्रेस दास र लासहरूको पार्टी होइन, यो सोचको लडाई हो। गगन थापा हात जोडेर कार्यवाहकलाई सभापति बन्न आग्रह गर्यो तर मान्नु भएन। देउबालाई गगन थापाले भने, आराम गर्नुस् भन्ने हामी माया गर्नेहरू हौं, घुमे घुमे आउनेहरू होइनौं। यस बारेमा पनि विशेष अपडेट आजको समाचारमा। समानुपातिक उम्मेद्वार विहीन बन्यो अन्तत कुलमान घिसिङको ज्यानो नेपाल पार्टी। देउबालाई सुनिल शर्माले पनि भने, रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्, बिन्ती छ। आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेद्वार बनाउँदा कतै सिट जित्ला त नेकपाले। कृष्ण प्रसाद सिटोलालाई झापाली नेताको आग्रह, तपाईँ गलत ठाउँमा उभिनु भयो, यो घरमा फर्किनुहोस्। चन्द्र भण्डारले पनि भने, शेरबहादुर देउबाजी आउनुहोस्, युवालाई पार्टी हस्तान्तरण गर्नुहोस्। दुर्गा प्रसाईको यस्तो घोषणा। सुदन गुरुङले चाले नयाँ रणनीति। अब हेर्नुहोस् पुरा समाचार। दर्शक महानुभाव, आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौं। बौद्ध स्थित लेनिन ब्रान्डको फेन्सी स्टोरमा एक व्यक्ति जुत्ता किन्न गए। 14,500 मूल्यका ब्रान्डेड जुत्ता किनेका ती व्यक्तिले 1000 दरका 15 थान नोट तिरे अनि 500 को एउटा नोट फिर्ता लिएर त्यहाँबाट बाहिरिए। 12 पुसको यो घटना भएको करिब 1 घण्टापछि मात्रै पसल सञ्चालकले शंका गरे जुत्ता किन्ने व्यक्तिले दिएको नोट नक्कली त होइन। उनले प्रहरलाई खबर गरेपछि पुष्टि भयो जुत्ता किन्नेले दिएको नोट नक्कली नै रहेछ। ती ग्राहकले नक्कली नोटमै 14,500 को जुत्ता त किने नै, उल्टो 500 रुपियाँ सक्कली नोट समेत त्यहाँबाट फिर्ता लगे। नक्कली नोट पुष्टि भएपछि प्रहरीले अनुसन्धान अगाडि बढायो। नक्कली नोटमा जुत्ता किन्ने दावा नौरबु शेर्पा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी पक्राउ परे। सिन्धुपाल्चोकको 12 विषय नगरपालिका 2 घर भई काठमाडौँ साँखु बस्ने 32 वर्षीय शेर्पा समातिएपछि उनी मार्फत नै प्रहरीले थप 5 जनालाई पक्राउ गर्यो। 12 विषय 2 घर भएका 44 वर्षीय साम्पाङ शेर्पा, मेलम्ची नगरपालिका 3 घर भएका 32 वर्षीय प्रकाश गुरुङ, सिन्धुपाल्चोक सागाचोक गढी नगरपालिका 10 घर भएकी 42 वर्षीय रेणुका भारती, सिन्धुपाल्चोक फलेफी गाउँपालिका 2 घर भएका 65 वर्षीय गोकर्ण थापा र काठमाडौँ शङ्खापुर नगरपालिका 3 का सुखबहादुर स्याङबोस पनि समातिए। उनीहरूबाट प्रहरीले 93 थान नक्कली 1000 दरका नोट पनि बरामद गरेको छ। एकले अर्कोलाई दोष लगाए पनि नक्कली नोटका मुख्य व्यक्ति भने समातिएकी थिएनन्। भारतमा नक्कली नोट छापेर नेपाल सप्लाई गर्ने गरेको विषय थप अनुसन्धानले देखाएको छ। अनि समातिए भारतबाट यसका मुख्य नायिके र उनका सहयोगी। 12 को कलिया उपमहानगरपालिका 2 कवलपुरका 28 वर्षीय गौरी शंकर यादव पक्राउ परे। त्यसपछि भारतमा बसेर नक्कली नोट छाप्दै नेपाली बजारमा पठाउने 12 के फेटा गाउँपालिका 3 घर भएका 28 वर्षीय रवि कुमार श्रीवास्तव समातिए। भारतीय प्रहरीको सहयोगमा बिहार मोतिहारी लालाटोल पनौलामा अपरेसन चलाएर श्रीवास्तवलाई पक्राउ गरेर काठमाडौँ ल्याइयो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार पछिल्लो समय
नेपाली बजारमा नक्कली नोट पठाउने श्रीवास्तव नै मुख्य व्यक्ति भएको पुष्टि भएको छ। अहिले नेपाली बजारमा देखिएका नक्कली नोटका मुख्य योजनाकार नै श्रीवास्तव देखिएका छन्। यता नेपालमा पक्राउ पर्ने डरले सीमावर्ती भारतमा बसेर नोट छाप्ने र यता नेपाल पठाउने गरेको देखिएको छ। यो नक्कली नोटका मुख्य नायक श्रीवास्तव भोजपुरी गायक समेत रहेको पुष्टि भएको छ। बिहार स्थित उनको कारखानाबाट प्रहरले 5 वटा गड्डीमा भारू 500 दरका 317 थान नक्कली नोट, छाप्न ठिक्क पारिएका 1000 दरका नेपाली नोट, छाप्ने मेसिन समेत बरामद गरिएको छ। पछिल्लो 3 महिनादेखि उनले नक्कली नोट छापेर नेपाली बजारमा सप्लाई गरेको परिसरका एसएसपी रमेश थापाले हामीलाई जानकारी दिएका छन्। योसम्म पक्राउ नपरेको भए नेपाली बजारमा नक्कली नोट छ्याप्ती हुने सम्भावना थियो। श्रीवास्तवले भने 9 लाख रुपियाँ नेपाली बजार पठाइसकेको प्रहरी समक्ष स्वीकार गरेका छन्। आरोपितले नै 9 लाख 1000 दरका नोट नेपाली बजारमा पठाएको बताएकाले अझै नक्कली नोट फेला पर्ने सम्भावना बाँकी नै छ। त्यसमाथि उनले भने भन्दा बढी नोट छापेर कारोबार गरिसकेको हुन सक्ने जोखिम प्रहरी स्रोतले जानकारी दिएको छ। 9 लाख नक्कली नोट सप्लाई गरेको त आरोपितले स्वीकारेको कुरा भयो, तर 3 महिनादेखि छापेको भनेपछि योभन्दा बढी नक्कली नोट नेपाली बजारमा पुगेको हुन सक्छ। यस विषयमा अनुसन्धान गरिराखेको प्रहरीले जनाएको छ। बजारमा फेला पर्ने नक्कली नोटलाई निर्वाचनसँग जोडेर पनि विश्लेषण गर्नुपर्ने केही सुरक्षाकर्मीको धारणा छ। निर्वाचन नजिकै गर्दा पैसाको ठुलो बजारमा बढ्ने हुँदा त्यही मौकामा नक्कली नोट घुसाएर कारोबार गर्ने पुरानी शैली रहेको नेपाल प्रहरीका पूर्व आइजिपी टेक प्रसाद राईले बताएका छन्। अपराधिक मनोवृत्त भएका व्यक्ति जहिले पनि मौकाको खोजीमा हुन्छन्। उपयुक्त समय देखेपछि अपराध घटाइहाल्ने उनीहरूको विगत अध्ययन गर्दा देखिन्छ। राई भन्छन्, चुनाव देशको आवश्यकता हुन्छ, तर केहीले त्यसलाई अपराध गर्ने उपयुक्त समय ठान्छन् अनि बजारमा नक्कली नोट सप्लाई गर्छन्। अहिले जुन परिणाममा नक्कली नोट बरामद भएको छ, यसमा सानो अपराधिक ग्रुपले पैसा कमाउने उद्देश्य राखेको उनको बुझाइ छ। चुनावमा गाउँ-गाउँमा पैसा पुग्छ, गाउँमा पढे लेखेका मान्छे पनि कम हुन्छन्, त्यस्ता ठाउँमा यस्तो रकम प्रयोग हुने जोखिम उत्तिकै बढेको छ। अहिले फाटाफुट्टा रूपमा नक्कली नोट देखिए पनि ठूलो संख्या नक्कली नोट देखा पर्न थालेमा त्यसले राष्ट्रिय सुरक्षामै ठूलो चुनौती सिर्जना गर्न सक्ने जोखिम हुने बुझाइ पूर्व आइजिपीले गरेका छन्। पहिला स्टेटकै स्पोन्सरको रूपमा नेपालको मार्ग हुँदै तेस्रो मुलुकमा रकम गएको देखिन्थ्यो, त्यसमा कुनै देशको स्वार्थ जोडिन्थ्यो। अहिले त्यो देखिएको छैन। सानो संख्यामा भारतबाट जुन किसिमले रकम आएको छ त्यसमा आर्थिक उद्देश्य बाहेक अर्को ठूलो कारण देखिँदैन। स्पोन्सर फेक करेन्सी नर्मल आँखाले छुट्याउन सकिने व्यवस्था रहेको छ। दर्शकहरू आप त्यसरी आउनुहोस् अब अर्को खबरतर्फ लागौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउने बताएका छन्। जेनजी रेड फोर्सले आयोजना गरेको आइतबार आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले युवाहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने बताएका हुन्। उनले समानुपातिकको बन्द सूचीमा पनि युवाहरूलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेनजी पुस्ताका नवयुवाहरूलाई उम्मेदवार बनाउने जानकारी दिएका छन्। पार्टीको केन्द्रीय समितिमा पनि युवाहरूको उपस्थिति बलियो बनाउने तयारी रहेको प्रचण्डको भनाइ छ। हामीले अहिले पार्टी निर्माणको क्रममा होस् या चुनावमा समानुपातिक लिस्ट तयार पार्दा होस् या प्रत्यक्ष निर्वाचनमा पनि युवा र नवयुवा जेनजी पुस्ताका युवाको रूपमा चिनिन्छन्। उनीहरूलाई उच्च प्राथमिकता दिने कोसिस गरेका छौँ। हामीले जेनजी पुस्ताको मुस्कान खातुनलाई अगाडि सारेर हजारौं लाखौं युवाहरूलाई सम्बोधन गर्न खोजेका छौँ। आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिकमा भन्दा बढी युवाहरूलाई र केन्द्रीय समितिमा पनि युवाहरूलाई समेट्ने प्रचण्डले स्पष्ट पारेका छन्। संयोजक दाहालले जेनजी रेड फोर्सलाई भातृ संस्थाको मान्यता दिने समेत स्पष्ट पारे। उनले भातृ संस्थाहरूको कार्यक्रम आयोजना गर्दा पूर्व माओवादीको शैलीले नगर्न पनि निर्देशन दिएका छन्। उनले अब माओवादी नभई नेपाली कम्युनिस्ट पार्टीको स्पिरिटमा सबै लाग्नुपर्ने जोड दिएका छन्। दर्शकहरू आप त्यसरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रासपासँगको एकता 12 दिन नपुग्दै भङ्ग भएपछि उज्यालो नेपाल पार्टी अब एक्लै चुनावमा जाने अन्तिम निष्कर्षमा पुगेको छ। निर्वाचन नजिकै जाँदा जति समय भए पनि राम्रो तयारी गरेर देशभरका सबै क्षेत्रमा उम्मेदवार उठाउने उज्यालो नेपाल पार्टीले घोषणा नै गर्यो। गत पुस 14 गते बालिसालाई साक्षी राखेर भएको 7 बुँदे एकतामा जेनजीको मागलाई आत्मसात गर्दै पार्टी अगाडि बढाइने रासपाकी पार्टी र चुनाव चिन्ह बाट निर्वाचनमा होमिने तथा कुलमान घिसिङलाई उपसभापति बनाउने समझदारी गरिएको थियो। यही एकताको समझदारीकै कारण चौतर्फी प्रश्न उठेपछि कुलमान घिसिङले सरकारबाट राजीनामा दिए, तर यसको केही दिनमै उज्यालो नेपाल पार्टी र रासपाको एकता भाँडिएको छ। पार्टी एकता भाँडिएको विषयमा रासपा र उज्यालो नेपाल पार्टी नेपालले आफ्नै दावी गरिरहेका छन्। रासपाले उज्यालो